नमस्कार साथीहरु, हतार हतार भयो। फेरि पनि यहाँ आज मौरी कताबाट आएको खै। त्यहाँ गारो यो खामा देख्नुहुन्छ, त्यो खामाबाट त्यो चर गारो चेतिएको फुटेको रहेछ। त्यहाँबाट भित्र गएर मौरी भित्र बसेछ अरे। भाइले फोन गरेर बोलाएर म घार बनाउँदै थिएँ साथीहरु। यहाँ मिजाहरू पनि छन्। यहाँ घार बनाउँदै छु, भर्खर तयार भएको नयाँ घार। अब निकाल्ने प्रयास गर्दैछौँ। हेर्दै गर्नु होला साथीहरु यो भिडियो। ल हेर्नु साथीहरु, धेरै नलागाउनु। अब यो फेरेममा मौरीको रिचार्ज बसुस् भन्नको लागि चास्नी भनौँ न, चिनी पानी लगाउँदैछौँ फेरेमहरूमा। हल्का हल्का लगाउनु, गाह्रो लगाउनु। तुनीको गाह्रो साथीहरु भर्खर बन्दै गरेको। ल हेर्नु साथीहरु, यहाँनिर चर रहेछ। यो चरबाट मौरी भित्र पसेको अवस्था है साथीहरु। ल हेर्नुहोस्, यहाँबाट भित्र पसेको भन्ने कुरा छ, भाइले हेरेको अरे। पहिला धुलो हुँदो रहेछ, धुलो तक्ताउनु। बनाउँदा बनाउँदै साथीहरु दगुरेको हतार हतारमा भर्खर बनाउँदै हो। ल हेर्नुहोस्, यस्तो प्रकारले बनाएको है साथीहरु। यहाँ चिनी पानी है, चाख्ने धेरै नराखेको पसाङ्गिन्छ फेरि, हल्का हल्का दल्दिनु मात्रै हो। ल यस्तो खालको भर्खर बनाउँदै थिएँ, फिटफाट गर्दै थिएँ। अब अर्को चाहिँ सुपर बक्स भन्छ गरे यहाँ माथि लगाउनु त बनाएको छैन, अब बनाउनु पर्ला। दुईटा घरमा मौरी बसिसकेको अवस्था साथीहरु। फेरि आज पनि हामी निकाल्ने प्रयास गर्दैछौँ। आज भोलि गाउँघरमा निकै नै सबैको घर घरमा मौरी आइरहेको अवस्था थियो। म हिजो त हेर्न पनि हिँडेको, कता बुत्तामा कतै बसेछ कि भनेर घर वरिपरि गएँ, तलतिर उता खेल मैदानतिर गएँ। यहाँ कोठी छ साथीहरु। यहाँ योभन्दा उपल्लो आँटीमा रहेछ है साथीहरु। म आँटीमा जाँदैछु। कताबाट हुन्छ नि? उहाँ फेरि आगो फुक्नु लागेको छ, नजिकै आगो फुक्नुहुन्न क्या, मौरीले धुवा लाग्छ। ल म पनि यसो हेर्दै यहाँ भर्याङ चढ्दैछु है साथीहरु। अस्ति नै पनि यहीँबाट छुटेको मौरी हो, आज भने यहाँबाट छुटेको होइन भन्ने कुरा छ। गत साल यस्तो घरमा राखिएको थियो साथीहरु। यही घरको दुईचोटि हुल छुट्यो र मैले लगाएर राखेको बसेको छ। यो भित्र आएछ भन्दै थियो। अब यही यो डोसा रहेछ, मकैको नलहरू रहेछन्। अब यहाँभित्र आएछ अरे। अब यहाँभित्र अलि लाइट बालेर हेर्नुपर्ने छ, अँध्यारो छ है साथीहरु। रानी मैले देखेको थिएँ, समाउँछु भन्दा भन्दै गयो भन्दै थियो भाइले। ल साथीहरु, प्रक्रिया जारी छ, हेर्दै गर्नु होला है। यदि च्यानलमा नयाँ आउनु छ भने च्यानल सब्सक्राइब गरेर जोडिनु होला। यही भन्न चाहे, कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला। अब त्यहाँ लाइट पनि अँध्यारो छ त्यहाँ त। अँध्यारो छ मोबाइलको बानी। ल ल जाम त जाम जाम। ल नि साथीहरु, यस्तो कुनामा छ मोबाइल बाल्दै, मोबाइलमा आउने रहेछ। मोबाइल नि यति बालिदिनु पर्यो। मोबाइल आउँछ म उठाउँछु। ल यस्तै रहेछ साथीहरु, हेर्नु त यो कुनामा। ल छिटो गरेको बाहिर जान्ला, अलि नजिक ल्याउनु पर्ने। यो घरको कोणमा रहेछ साथीहरु। ए घर भन्नाले गोठको कोणमा यस्तो अवस्थामा छ साथीहरु। हेर्नु त, उता फाटेको आएर भित्रबाट आएर यहाँ नल पुरा टम्माइछ। ल रानीको त जो भाने हालेकै राखेपछि आउँछ कि यस्तो कालो त। त्यस्तै के यो ढोक्ने नि, कपडाले ढोकिहाल्ने। बिस्तारै बिस्तारै, चोट लाउनुहुन्न रानीलाई फेरि। ए साथीहरु एकदमै जारी छ। ल ल ल बिस्तारै बिस्तारै त्यहाँ राखेर त्यो ढोकै, त्यसले ढोकिहाल। सट्टा ढोका, यता पनि ढोका, पुरै पुरै ढोका उता निस्केर जान्छ क्या। पुरै घेरो हो साथीहरु, घेरो पुरै घेरो मौरीले टोकिसक्यो क्या। नचलाएको, यसलाई चोट नलाएकोमा केही नि गरेन। चोट नलाएकोमा केही नि गरेन है। के गर्ने, अफ गर्ने कि के गर्ने यस्तो लाइट हो। त्यहाँ मुखा भित्र रान पछि त गइहाल्छ कि।
नचलाऊ नचलाऊ चल्ने हो नि त्यसलाई सोत लाग्यो नि हुन्छ अँध्यारो भएको त्यहाँ उता बाल्नु त्यहाँ लानु सक्यो मलाई नि आँखा यस्तो चेन्ज छैन सबै उतातिर गयो मोबाइल भरि आयो पुरै यो मार त लाइट मार त एकछिन त्यहाँ राना आयो पस्छ कि लाइट मार त होइन सक्सेस भएन साथीहरू के भयो अँध्यारो ठाउँमा हो त्यो कुनामा हो मौरी जति खै उड्दै बाहिर आयो के अरे रानी भागे चाहिँ क्या हो पानी बनाउनु त पानी ल उहाँ घार हो साथीहरू उहाँ बसेन के अरे ओके गयो त नि कता राना चाहिँ कता गइछ अरू कुन छेप त बुढा बस्छ माथि र कस्तो कस्तरी भागेछ त भनेको के दिमाग खराब गरेर आयो साथीहरू कता गयो पानीले छेपौँ त पानीले ल न साथीहरू बाहिर गयो ल के भयो रानी हामीले छोप्न सक्यो रानी के भएछ र रानी त्यहाँभित्र पसिन रानी यताबाट निक्लेर गयो कि पक्कै नि अस्ति यहीँ अमिला बसेको थियो कता गयो पुरै धुवा भयो कि आयो फेरि यही बेला ल न साथीहरू मौरी माथि खै देखिँदैन मोबाइलमा त बसेको थियो क्या झन् गरेको भएन आइज बस तिमीहरूलाई घर नयाँ घर ल्याइँदा झन् खै देखिँदै साथीहरू बस माउरी बुढा जाउली ल हेर्नु साथीहरू पानी छेपिदिएको यो कता बस्छ है यो ल हेर्नु यस्तो उडेछ किसिमै उडेछ साथीहरू ल हेर्नु जाऊ त ल्याऊ अहिले यो कता बस्छ ओ यहाँ बस्ने भयो यहाँ बस्न जस्तो छ खै त अब च्याप्प सामान्य पर्ने यो साथीहरू रानीलाई यहीँ बस्ने भयो गोल पर्न लायो बस राति आउँकै हो नि त होइन राति लाइट बाल्नै पाइन्न सबै लाइट आउँछ उतातिर फर्काएर राख त ऊ त्यहाँ बस्छ कि त्यहाँ हेर त ऊ त्यहाँमा बस्नु खोजेछ त्यहाँ ठुल्ठुलो अब उताको मौरी त्यहीँ गाड्छ लड्यो भने झन् बेकार हुने भयो लड्छ कहिले काहीँ त लड्छ नि मौरी नि ओहो अरे पहिलो प्रयास विफल भयो साथीहरू बाहिर न त ल किरालाई के कमी लाग्ने छ होइन बसेन कि बस्न खोजेन ऊ त्यहाँ बस्न खोजेछ ओ यहाँ यो एक ठाउँ एक घरमा आउँछ घरमा आएन क्या यहाँ आएन बसेको छैन कि राजा चाहिँ रानी चाहिँ बसेको छैन कि ल हेर्नु साथीहरू यहाँ गोल पर्न लाग्यो यो के अरे खिर्रोको बुट्टा हो यसको फोक्कामा हो यहाँनिर त्यहाँ राख्दाखेरि उ भयो कि त्यो रानो राजा नपरेर हो क्या त्यहाँ ल साथीहरू यहाँ गोल पर्यो है ओ यहाँनिर खेल्नै माथि नै घर देखाउँछ अन्त अहिले भाग्छ होला मौरी फेरि आफै गाडेको वालमा बस्न आएरहेछ भित्रबाट अनि अँडेर भयो त्यहाँबाट मौरी के भयो उहाँहरू सर थियो सर्न त कसो गरौँ भन्दाखेरि तपाईँले यो थाप्नु माथिबाट एक लात्ती हान्छु त उसमा अनि हल्लेर खला नि राना
सबै एकचोटि खस्छ भने त खसिहाल्यो अनि ठ्याप्पै यहाँ भुइँमा राखेर नि ठ्याप्पै राखिहाल्नु पाठी यहाँ सारम के माथिबाट राख्ने अनि किन खसेन भक्कै ल साथीहरू हैरान भयो यो न त मौरीले छोड्ने न त यो फेरे टोपीले छोड्ने यो टोपी पनि यही टोपी भयो अब कहिल्यै परिवर्तन भएन है साथीहरू यस्तै छ जिन्दगी ल यहाँनिर ओ त्यहाँनिर चुली परेको देखिए साथीहरू अब फेरि दोस्रो प्रयासमा सफल हुन्छ कि होइन है निकाल्ने हो यो के भन्छ यो खिर्रोको बुट्टामा बसेछ है तपाईँलाई अघि देखाएको थिएँ अझ यहाँ उड्दैछ त अझ यहाँ नि यहाँनिरबाट साथीहरू यहाँनिरबाट पसेर भित्र गोलिया रहेछ गाह्रोमा त्यहाँ डोठा रहेछ त्यो फालेर अनि घार लाएर एक अँझेली जति उठाएर हालेको त्यसपछि सबै आनी भयो भनेको त बाहिर पनि निस्क्यो त बारबारी ल साथीहरू फेरि अर्को प्रयास जारी छ ल हेर्नु साथीहरू यति बेला साम्य भयो मौरी यहाँ सबै गोल परेर बसिसक्यो अभि धन्ने लुट त्यहीँ ल हेर्नुहोस् यहाँनिर यसरी बसेछ है साथीहरू यो खिरोको बुट्टामा अब यसलाई भुग्ने हो अब बस्छ कि बस्दैन अब अस्ति लगेको त्यहाँनिरको हो यो पोहोर बसेको त्यहाँ मुढेघार त्यहाँनिर मुढेघार चाहिँ यो मुढेघार आएको थियो साथीहरू दुईचोटि छुट्टियो त्यही भएर लग्छ यो आज फेरि यो अन्तबाट आएको हो अरे यो मौरी गाह्रो फुटेको गाह्रोबाट भित्र पसेको रहेछ त्यहाँबाट भित्रपट्टि नल रहेछ नल फालेर गर्दाखेरि यसलाई यो जातलाई के भयो अब यहाँ बसेछ अब निकाल्ने हो अब के हुन्छ है साथीहरू ल मिलावट पनि छन् यस्तो छ मौसम आजको घरहरू ल अब यो साम्य भयो अब निकाल्नु पर्यो यसलाई फेरि निकाल्नु पर्यो फेरि निकालेर एक साइजबाट राख्न पर्यो मौरी निकाल्दै हालिदियो निकाल्दै हालिदियो नि कहाँ त्यसो तिमीले ढकन तिमीले लगाऊ है ढकन म गराउँछु ढकनमा नि यो यस्तै लगाउने यहाँ राख्मै छौ कहिले ल साथीहरू त्यहाँ फेरि गोल पर्ने आएको त्यहाँ छैन गर नि त हेर राम्रो छैन कि राम्रै छैन र खै त्यही नभएको त नहुनु पर्ने जस्तो त फेरि निस्कनु लाग्यो त फेरि अनि किन हो यस्तो गर्ने हो फेरि निस्क्यो साथीहरू पुरै फेरि निस्क्यो त अनि निस्किहाल्यो घरबाट निस्किहाल्यो क्या निस्किहाल्यो बारबारी त्यहीँ छ र भनेको कि कस्तो उ गरौँ त अब त पाठीमा गरौँ त पाठी कता गर्ने जाऊ त तिम्रो पाठी छ हो घर राखेछु मैले फेरि निस्क्यो साथीहरू त्यहीँ जम्मा हुन्थ्यो त दोस्रो प्रयास पनि भएन है साथीहरू ल नि त फेरि त्यहीँ जम्मा भयो फेरि अस्ति नै 3 पटकको प्रयासमा बल्ल सक्सेस भएको पछि पाठीबाट राखेर दोस्रो पटक मौरी फेरि त्यतिखेर नि पाठीबाट आधी हातले हाल्यो आधी पाठीबाट भित्र घुर्से रहेछ कि के रानो रानो हो कि रानी सबै निस्क्यो यहाँबाट पुरै निस्क्यो साथीहरू यहाँबाट ल कताबाट यहाँबाट त उबाट निस्केको के निस्किने क्या त्यहीँ गोल पर्छ क्या भित्र पछाडि आएको के फेरि त्यहीँ गोल पर्यो फेरि हुन्न के त अब पाठीमा एकैचोटि सबै पाठीमा गोल पारेर अनि हाल्नु पर्यो भएन साथीहरू ल है यहाँ भुरुर गरेछ यो हेर्नु त पखेटा नच्चा छ ल नि आउँछ कि जस्तो ला बोलायो साथीहरू खै छोड त माथि चार भिडियो गर्छु माथि माथि रन किन ला हो आएन भनेको रानो राजा यहीँ भित्र रहेछ साथीहरू ल है झर आउनु लाग्यो साथीहरू वाह साथीहरू सक्सेस हुन्छ कि यो कार्यक्रम वहाँ हलचल गरिरहेको छ मौरीहरू उड्न लाग्यो है ल नि साथीहरू उडिरहेको छ
आयो आयो ल धन्यवाद यहाँ हेर्ने मान्छे पनि तन्नै छन् मिजाहरू पनि छन् ल आयो है साथीहरू आयो 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 राजा यानि कि रानी यहीँ रहेछ ल ल आत्तिएर निक्लेका हुन् कि तिनीहरू माथि आत्तिएर निस्केको छ त अघि अन्डारा कुना माथि उहाँ पनि घुम्नु रहेछ त उहाँ कि उता त गएन यहीँ पसेछ हो नि त अघि आएर त्यहीँ बसेको छ क्या भाउजू ल है झऱ्यो है साथी झऱ्यो 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 मौरी झऱ्यो ल ल ल है घारमा पस्यो 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 ल हेर्नुहोस् हेऱ्यो पस्यो है पस्यो पहनी भयो ल ल माथिबाट उडिरहेको छ त्यो बसेको ठाउँबाट थोरै भयो त्यहाँ मुठी यति छ सबै यहाँ घारमा झरिसक्यो साथीहरू यो नयाँ घार हो मैले बनाउँदै ढक्कन बनाउँदै थिएँ पेन पनि नगरिकन यहाँ भाइले फोन गरेर उयो लिएर आएको ल ल हेर्नुहोस् दामी तरिकाले पस्न लाग्यो अहिले त मजाले फरर पखेटा नचाथ्यो साथीहरूलाई इसारा गरेर चाहिँ मौरीले सबै झऱ्यो ल है पछि ल धन्यवाद भन्नुपर्ने जस्तै अवस्था आयो अब बस्न के गर्छ हामी जारी छौँ जारी सक्सेस भयो गाइस सक्सेस भयो मौरी किपिङ गर्न सक्सेस भयो अझै छ माथि अझ पनि छ माथि एकदमै पसिराखेको छ है तछाड मछाड गरे खाने घरभित्र पस्नलाई ल साथीहरू फाइनली मौरी बाहिर थोरै उडेको देखिया छ है अब लगभग सबै भित्र पसिसकेको अवस्था भन्नुपर्छ माथि पनि छैन साम्मै भयो माथि त्यो रुखमा थियो अँध्यारो देखिएन अहिले छैन ल सबै पस्यो है ल अझ यहाँ पसेछन् ल हेर्नुहोस् ए हजुर छैन खार छैन यी बनाउँदा यहाँ राख्न ल्यायो फेरि अझ यसको सुपर बक्स बनाएको छैन सबै तल्लो खाना बनाउँदै राख्दै गरेछ मौरी सिटै लाने हो 15,000 ए यस्तो होइन त ठिकै होइन 8-10 हजार भन्छ 8-10 हजार मौरी 15,000 मिजाउलाई नै रङ्ग लाखै क्या हेर्न है हेर्ने मान्छे छन् साथीहरू ल अब तेस्रो पटक फेरि नयाँ आधुनिक घरमा मौरी राख्न लागियो है साथीहरू राख्न लागियो भन्दा पनि अब राखियो अब पसेपछि अब बस्छ के गर्छ इ ठुलो कि कालो त छिर्दैन अब गेट लगाइदिने त फेरि फेरि माल्नु पर्यो चोटोको हेर त फेरमा राख्नु पर्छ ए नलाउनु मलाई कताको सक्यो अरे फेरि यहाँ छ क्या एउटा माथि ल यहाँ पर्यो उति राख त्यसलाई उति राख क्या धेरै परेन मलाई माथि त झार्दै बिस्तार माथि झारेपछि त्यो तल सर्छ क्या ए छोड मौरी छोड ढक्कन माथि छ ढक्कन लिएर आऊ त पोराएर ढोकामा बसेर पनि अभिषेकको कि तल दिदीको ल्याउन अभिषेक कहाँ त ल्याएको बसन्तले अभिषेक कहाँ लगेको छ हाम्रो खाएर एउटा भन्दै भनेको मरेको छ पर्ख यहाँ अभिषेकको कि बसन्तको आइदिएको भित्र आगो पुग्न पनि नदिएर हामीलाई जानै नदिने दुई फेर हिजो पनि हाम्रो
गयो उतैबाट आएको आफ्नो खुसेर आएको ठाउँमा। यो त जतातिर पनि मिल्छ यो नि यस्तै हो मिल्छ के पस्छ के ठुलै छ के ल ल फेरि पनि राख्यो है साथीहरू ए फेरि पनि राख्यो यहाँ बाहिर निस्केछ यो भित्र पछि एउटा टोको नि मलाई यहाँ चिलो यहाँ रातै बनाइदियो भित्र जानु पर्ने ल नि साथीहरू सब घरभित्र पसे छैन अब बाहिर पनि छैन अब मैले यसलाई उठाएर घरमा लग्ने हो ल साथीहरू आज मौरी तेस्रो पटक फेरि निकालियो भुलसित आएको मौरीलाई ल साथीहरू यति बेला मौरी सबै पसिसकेको अवस्था छ अब यसलाई घरमा लगेर कतातिर व्यवस्थापन गर्ने हो त्यो गर्न छ ल साथीहरू भिडियो हेरिनुभएको धेरै धेरै धन्यवाद छ यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर जोडिनु होला र यो भिडियो हेरिसकेपछि के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला यही भन्दै भिडियो हुन्छ साथीहरू बाई बाई नमस्कार।